नमस्कार। अब गणेश नेपाली आत्मदह गरेर आज बिते र यसपछिको घटनाक्रम हेर्ने हो भने आन्दोलन बालन शाहको राजीनामा राइट सेयरिङ गरेर क्षतिपूर्तिको माग अहिलेदेखि लिएर सारा कुरा सँगसँगै गृहमन्त्रीको जवाफ पनि सुनियो हामीले संसदमा, जसमा संसदले गाली गरेका थिए यो सरकार कस्तो हो, सरकारको निजीतापनले यो भयो भन्ने कुराहरू वीरेन्द्र देसाई लगायतका सबै विपक्षी दलका नेताहरूको आक्रोश थियो। त्यसको जवाफ दिन सुजन गुरुङ पुग्दाखेरि उनी सुरुमा भर्खनिएर बोल्न सकेन, पछि भित्र गएर आयो, सबै संसदलाई थर्काए। जबकि म त्यति घाँटी चिच्याउने घाँटी सुनेर चिच्याउने म रात दिन उहाँको बचाउको लागि लागेको हुँ, तर केही सिप चलेन भन्ने कुरा उहाँको चाहिँ थर्काइ थियो अरू विपक्षी दलका नेतालाई। यो गृहमन्त्रीज्यूको भनाइ र यता मृत्यु हुने त मृत्यु भइ नै हाले, तपाईँलाई के लाग्छ? यसलाई हामीले समग्रमा एउटालाई दोषी र अर्कोलाई निर्दोष भनेर र एउटा चाहिँ राम्रो अर्को चाहिँ नराम्रो भनेर भन्नु हुँदैन, त्यो दोष लाग्नु हुँदैन। यो अहिले राज्यको एक्सरे रिपोर्ट हो गणेश नेपालीको मृत्यु। बितिसडामा हिजोको त्यो नगर प्रहरी उनी पात्र जुन बनिन्, उनले झगडा गर्दै छिन् नि त, भाग्या किन भनेर छेड्दैछन्, देखियो नि त्यो देखिया छ नि त। त्यो भिडियोमा उनलाई मात्र दोष मैले दिँदैन, यो समग्र सिस्टमको दोष हो। त्यो भएको हुनाले सरकार यसको जवाबदेहिता हुन्छ। यसलाई हामी हत्याको रूपमा लिन्छौँ। सरकार तीन तहको हुन्छ, तीनै तहका सरकार मध्येको स्थानीय तहको सरकार र केन्द्रीय सरकार विशेष तह दुवैको जिम्मेवारी हुन्छ। यो कसैले के बोलोस् हुँदैन, बरु बोलेका कुराहरू चाहिँ के हुन् है भनेर। जस्तो ऐन मगरले हिजो ओलितासँगै थिएन ज्यानमारा भनेरै भनेको, सरकारले पनि ज्यानमारा भने, ऐन मगरले पनि ठाउँ पाइहाले, सरकारलाई ज्यानमारा भनिहाले, फर्काइहाले जवाब, मुर्दाबाद पनि भन्न भ्याइहाले। र सँगसँगै तपाईँको हाम्रो गणेशजी के अरे सभासद गणेश कार्की के रासोपाबाट होइन, उनले पनि भने, उनले बोलेको कुराहरू छ कस्तो छ भनेदेखि त्यो विवश त्यो हत्या भएर जाँदाखेरिको यो अकर्मण्यताको कुरामा उनले स्वीकार गर्दै त्यसो नभन्नु न। पहिला मलाई भन्न दिनुहोस् क्या, जनताले बुझ्ने गरी त्यो विचार नबनाउनु। मलाई थाहा छ नि जम्मै, र मभन्दा पहिला त जनताले त्यो हेरिसके त, भिडियो हेर्नेले हेरिसके नि त, म मात्रै हो र यहाँ भन्ने कस्तो कुरो गरे। यो केन्द्रीय सरकारको पनि जिम्मेवारी हो पहिला होइन त भनिहाल्छ नि जम्मै। तपाईँ नगराउनुहोस् त्यहाँ कसरी हो म भन्दैछु, कुरा नगर्नुहोस् क्या। तपाईँ अलिकति बुझेर कुरा गर्नुहोस्, नबुझिकन त्यो यो र ऊ यसलाई र उसलाई जो नि। यो जति हदसम्म महानगर छ दोषी, त्यति हदसम्म सरकार दोषी हुन्छ। कसरी? पहिला सुन्नुहोस्, पहिला यो हत्या हो, यो सरकारको र देशको कानुन विद्यमान विधि पद्धतिको कारणले लगाएको आगो हो। त्यसकारण सरकारमा कोसँग मतलब भएन। केन्द्रीय सरकार जवाबदेहिता कसको? स्थानीय सरकार, सरकारै हो यो दुइटै। हिजो स्थानीय सरकारको मातहतको कर्मचारी छ झगडा भएको छ हो, त्यो कुरो तपाईँलाई पनि थाहा छ, मलाई पनि थाहा छ। त्यो कर्मचारीको दोष हो? त्यो पनि होइन। किन होइन? झगडा त हुनु परेको छ नि मर्नुभन्दा अगाडि, त उसलाई दोष दिने, उनलाई जिम्मेवारी नै त्यही दिएर पठाएको हो। तपाईँको गलत ठाउँमा रोक्यो भने तपाईँ किन भाग्या, किन रोक्या, त्यहाँ नियमअनुसार भन्दैछ नि त। झगडा गरे यताउति हेर्नुहोस्। तर समग्रमा हत्या मैले किन भने भन्दाखेरि सिस्टम हो क्या। त्यो मान्छे पठाउ राइडिङ गर्ने हो, गणेश नेपाली राइडिङ गरेर उसले ऋण लिएर मोटरसाइकल किनेर मोटरसाइकलको किस्तादेखि लिएर गएर 25 वर्ष उमेरमा श्रीमती सहित बच्चा सहित पाल्न पर्ने दायित्व छ। बाबुआमा बिरामी छन्, उनलाई गरी खानु छ। यस्ता गरी खाने ठाउँमा उनले पठाउ चलाउँदाखेरि यस्ता चिड काटिएर जरिवाना मात्र कति तिर्नु होला? एक राइडरमा आबद्ध छ, राइडरले उसको कमिसन लिएर जान्छ, ऊ आफू खट्नुपर्छ। अनि त्यस पछाडि गएर मोटरसाइकलमा लाग्ने फ्युलको खर्च त्यसले बिहोर्नुपर्छ। अलिकति खाना पुग्ने आफूलाई बाँच्ने पैसा त्यो पनि जरिवाना तिर्दै हैरान भयो। त्यस पछाडि फ्रस्ट्रेसन आयो। त्यो एउटा नानीले हिजो एकचोटि हुल्लक लागेर 1000 का निम्ति पेट्रोल खनाएको होइन,
त्यस्ता हजार कति गए, त्यस पछाडि फ्रस्ट्रेसन भयो। सो फ्रस्ट्रेसनले बाल्या हुनाले दुवै सरकार जिम्मेवार, यो अर्थ। गृहमन्त्रीले नाइ भनेर भएन। जस्तो मैले के भन्छु भने, गणेशले भने नि मेरो भागमा जति पर्छ त्यो म स्वीकार छु। सरकारले आश्वास गरेको छ, त्यो सकारात्मक कुरो हो। गृहमन्त्रीको कुरो हेर्नुहोस्, गृहमन्त्रीले अर्कालाई लगाइदिएर त्यो महानगरको भनेर उम्किन पाउँदैनन् उनी, जवाबदेहिता हुन्छ उनको। तर गृहमन्त्री राति नै बिरामी गोठा पुगेका छन्। बिरामीलाई दिल्ली लिएर गएर बचाउने प्रयत्नका निम्ति सबै व्यवस्थापन गरियो भन्ने समाचार बाहिर आइसकेका छ नि त। दिल्ली लिएर जाने तयारी गरिएको छ। लिएर जाने बेला उनको स्वास्थ्यमा अस्थिर भयो, भेन्टिलेटरबाट निकाल्न नमिल्ने अवस्था भएको हुनाले अहिले हिन्दुस्तान लिएर जान सकिँदैन भन्ने कुराहरू भयो। त्यो प्रयत्न छ नि, राति आइसके पछाडिको प्रयत्न, त्यस पछाडि भएका कुराहरूमा यो स्वाभाविक रूपमा सरकार त्यहाँ उपस्थित छैन भन्न मिल्दैन, छ। सरकारको पहल भएन भन्न मिल्दैन, छ। स्थानीय सरकार भयो त। सुन, स्थानीय सरकारको पहल हुँदैन के त, हुने भने के हिन्दुस्तान पठाउने भने ठाउँमा सरकार, स्थानीय सरकारले हिन्दुस्तान पठाउँदैन। कसको जिम्मेवारी कति भन्ने कुरो बुझ्नुहोस्। अनि अर्को कुरो, अब म तपाईँलाई भन्छु, त्यो व्यक्ति जब आगो लाग्दाखेरि वीर हस्पिटलसम्म पुग्दाखेरि उसलाई पानी खनाउँदै लिएर गएको भए न बचाउन सकिन्थ्यो कि भन्ने कुरामा त्यहाँ कमजोरी भयो कि, यसमा प्रश्न उठाउनुहोस्। किनभने त्यो आगोले बलेको बिरामीलाई दुईजनाले डोर्याउँदै लिएर गएको, हस्पिटल लिएर गएको भिडियो पनि फुटेज छ। हामी प्रत्यक्षदर्शी होइन, प्रत्यक्ष मोबाइलबाट दर्शी हौँ हामी, हो। अनि अर्को कुरो, हस्पिटलमा लिएर गइसके पछाडि प्रक्रियागत रूपमा कानुन सम्मत के त्यो प्रहरीको रिपोर्ट सबै बन्नुपर्छ नि त। त्यो बनाउँदै गर्दाखेरि ट्रिटमेन्टमा सुरु गर्न ढिला भयो भन्ने कुराको अर्को प्रश्न आएको छ, होइन। इमर्जेन्सी केसमा ट्रिटमेन्ट ढिला भयो, यो राज्यको कमजोरी हो। यसकारण सरकारलाई दोष दिने हो, न कि उसले पेट्रोल खनाएर जलायो भनेर दिने हो। दोस्रो, उसले जलाउन बाध्य भयो, त्यो कारणलाई दिने हो। त्यसकारण सरकार गएर सुदन गुरुङले पेट्रोल खनाइदिएर सल्लाह लगाइदिए हो होइन। अब सुन्नुहोस्, भनभान भयो, तर पेट्रोल निकालेर हाल्ने सधैँ प्रहरीले के हेरेर बस्यो, पुरानो समस्या भयो हो। यो सुन्नुहोस्, पेट्रोल निकाल्दाखेरि पनि तपाईँको यस्तो हुन्छ नि त, मेरो लगाइदिएको छ, म साथीको गाडीमा पेट्रोल हाल्छु भनेर झिकेर पेट्रोल निकालेको छ नि त आफ्नै मोटरसाइकलबाट। निकाल्दाखेरि उसले खनाएर जलाउनलाई निकाल्यो भन्ने भइदिया भएदेखि त्यो पेट्रोलको बोतलै फालिदिन्थे। उसले म साथीको बाइकमा गएर जान्छु भनेर पेट्रोल निकाले हुनाले व्हिल लक भएको ती छोडिदिन्छु, म साथीको बाइकमा जान्छु, मसँग 1000 छैन तिर्दिनँ भनौँ, उसले पैसा छैन भनौँ, छोडिदिनु। यो एउटा पाटो रह्यो। तर उसले पेट्रोल निकालिसके पछाडि निकाल्ने बेला त्यहाँ होस पुगेन, होइन कि उल्टो रिस गरिरहेको हुन्छ, झगडा परेको हुन्छ। त्यहाँ ऊ 1000 तिराउने, ऊ 1000 नतिर्ने हो। द्वन्द्व त त्यहाँ छ त। तपाईँको यो दुइटै हेर्नुहोस् न, मेरो मोबाइल किन फाले, किन फुटाइदिस्, त्यो छ। अनि तैँले किन, मैले एकछिन रोक्नु पाएको छैन, मलाई किन गाली गरे? हेर्नुहोस् है, केस सानो छ, अवस्था जटिल छ। तर समस्याको कारणले जाइदै छ नि हो। अब आउनुहोस् गृहमन्त्री र प्रधानमन्त्री दोषी भनेको सिस्टम ल्याउन सकेनन्। 100 दिन ल्याइहाल्ने होइन, फेरि नकाराउनुहोस् न 100 दिन भने हो र। हावा गफ नगर्नुहोस्, चुप लाएर पहिला 100 दिन 100 दिन के को छ, जहिले 100 दिन भन्ने यो गर्दैछ। त्यो 100 दिन यस्तो लाग्दैन, त्यो सरकारको जिम्मेवारीमा 100 दिन 2 दिन 5 दिन यो भोलि भन्ने हुँदैन। बजारको लाइनमा बाइक राखेर केही किन्न जानुस्, आएर सिटी बजाइहाल्छ, सिटी बजाउँछ। कारण के, पैसा तिर्न पाउनु, सामान हेर्न पाइँदैन। अब सुन्नुहोस्, अब म तपाईँलाई हो, यो सरकारलाई 100 दिन नभन्नु न, 100 दिनको ठाउँमा जस्तो सरकार अहिले गए पछाडि हामी 1 वर्षभित्र स्ट्रिट फुड बेच्ने मान्छेहरू, सन्ध्याकालीन मार्केटहरू, स्टलहरू राखेर काम गर्ने ठाउँहरू विश्वभरि छ क्या। त्यो पब्लिक सर्भिस पनि हुन्छ। हामीले पटक पटक मोडालिटीहरू बताएका छौँ नि, जस्तो हाइवेमा कोटेश्वरमा छ, त्यो हरियाली बिचमा बनाऊ न, जुन डिभाइडर छ, जुन त्यो भदपुर जाने बाटोमा छ, त्यसरी बिचमा हरियालीको निम्ति त्यहाँ राखिदेऊ, साइडको हरियालीलाई निकालिदेऊ। त्यो हरियाली जति क्षेत्रमा स्ट्रिट फुड बेलुका 5 बजेदेखि 7 बजेसम्म खोल्ने ठाउँ राखिदेऊ। त्योभन्दा अगाडिपट्टिका 2टा छाने डिभाइडर राखेर बसेको ठाउँहरू, त्यसलाई पार्किङ स्पेस बनाइदेऊ।
यसो गर्दा समग्रमा फाइदा हुन्छ। सार्वजनिक जग्गाको हेभी युटिलाइजेसन हुन्छ। अर्थात् त्यहाँ बसेर कलेज पढ्ने विद्यार्थीले बिहान कलेज पढ्छ, दिउँसो होमवर्क गर्छ, बेलुका 5 बजे जान्छ, आफ्नो स्टल खोल्छ। त्यहाँ स्टल कस्तो राख्ने भने ठेला गाडा जस्तो कन्याममा भेट्नुहुन्छ नि तपाईँले, चिया बेच्ने, चियापत्ती बेच्नेहरू यत्रा यत्रा सुटरहरू हुन्छ नि, दिनको 100 रुपियाँ तिर्ने, 100-200 रुपियाँ दरले नगरपालिकाले ल्याऊ, त्यसलाई व्यवस्थापन शुल्क, अनि व्यक्तिलाई त्यहाँ व्यापार गर्न देऊ। अनि तपाईँको सस्तो सामानहरू, काम चलाउ सामानहरू, डेली युटिलाइज हुने सामानहरू त्यहाँबाट व्यक्तिले व्यापार गर्छ। मान्छेका ह्युमन नेसेसरीहरू, सर्ट टर्म सामानहरू, त्यो पसल खोल्दै गर्दा त्यहाँ कमाइ गर्न जाँदै गर्दाखेरि साइडमा भएका सटरमा तपाईँको ब्रान्डेड सामानहरू बस्दै जान्छन्। अनि मान्छेले यता ब्रान्डेड पनि खरिद गर्छ। त्यहाँ पुगे बेला दुवै चिज सेवा सर्भिस पनि पब्लिकले नि पायो, जनताले आय आर्जन गर्ने पनि ठाउँ निकाल्न पायो। यसरी हामीले व्यवस्थापन गरौँ। जस्तो न्युरोहरू बाइक राख्ने ठाउँ छैन, अन्डरग्राउन्ड गरौँ होइन, जम्मैतिर पिलर उठाइदिउँ। अहिले भन्न मैले पिलर उठाइदिउँ त्यो रोटो मुनिबाट गएपछि हामी पार्किङमा जाने, माथिबाट चाहिँ गाडी कुडिराख्ने भयो भने आम पब्लिकलाई त्यहाँभित्रको छुट्टै व्यवस्थापन गरेर न्युरोडको व्यापारहरूसँगबाट व्यापारीहरूले पार्किङ व्यवस्थापन शुल्क भनेर हरेक स्टल राख्ने मान्छेहरूको 10% ट्याक्स ल्याएको छ नि त राज्यले, नगरपालिकाले। 10% ट्याक्स मध्येको 1% 1.5% पैसा छुट्याइदेऊ, त्यहाँ ट्राफिक म्यानेजमेन्ट गर्ने मान्छेलाई तलब खुवाएर राखिदेऊ, जागिरै खाएर त्यहाँ व्यक्ति बस्छ। पब्लिकसँग उठाइराख्नु परेन नि, आखिर उनीहरूको व्यापार हुन्छ। अनि त्यहाँ अहिले हामीसँग अर्का घरको जग्गा जान सक्दैनौँ। न्युरोडा ती पार्किङ र ती गाडी चलाउने ठाउँ दुइटै सम्भव छैन। उसे त बाटो साँगुरो छ, त्यसमाथि तपाईँको पार्किङ पनि गरिदियो भने झन् कसरी क्रसिङ गर्ने, झन् गाह्रो हुन्छ। अन्डरग्राउन्ड पार्किङ राखौँ, माथिबाट गाडी चलाइदिउँ। तत्काल सम्भव छ त होइन, यो काम हामी गर्दैछौँ भनेर सरकारले अगाडि बढायो भने भोलि बिहानै बनाइदियो भन्ने होइन नि त। त्यो मोबाइल टोइलेट पो उतिखेरै पुर्याउन सकिन्छ। स्थायी टोइलेट बनाउनलाई त लाग्छ त 6 महिना। हामी आजको आजै चाहियो भन्छौँ, स्थायी बनाउँछ भने हामी 6 महिना गर्छौँ। अनि मोबाइल टोइलेट जुन गाडीमा हुन्छ ओसारेर बोकेर हिँड्ने, त्यो टोइलेट ल्याउनलाई त 15 मिनट लाग्छ त। त्यो 15 मिनट नल्याए पछाडि मान्छेलाई अप्ठ्यारो पो भन्नु पर्दैन, यो भन्ने हो। अब सुन्नुहोस्, यी कुराहरूले गर्दाखेरि सरकारको जवाबदेहिता र यी घटनाहरूबाट सरकारले व्यवस्थापनका उपायहरू खोज्नुपर्छ। अनि यसको लागि सरकारलाई डिक्टेन दिए। अहिले प्रेमा गणेश नेपालीलाई सरकारमा न हिजो प्रेमा आचार्यलाई प्रचण्डले पेट्रोल खनाइदिया हो, न अहिले तपाईँको गृहमन्त्री सुदन गुरुङले पेट्रोल हालेर त्यसलाई जलाइदिएन भनेर अराएको हो। दुवै होइन, तर हामीलाई सरकारसँग जवाबदेहिता किन माग्यौँ भन्दाखेरि यस्ता घटनाहरू नघटुन्। यो घटना घट्नुको कारण हिजोको मात्र होइन है। हिजोको एक दिनको एक क्षणकोले एकै दिन एकै क्षण यसो अप्ठ्यारो पर्ने बित्तिकै ख्वात्तै पेट्रोल खनाउने थियो भने यो केटो 25 वर्ष बाँच्दैन थियो क्या। एकै दिनको कारणले हो भने 25 वर्ष चाहिँ कसरी बाँच्छ? त्यस्तो मूर्ख थियो भने अवस्था हो देशको। महिला प्रहरीको कुरा त अलिकति महिला प्रहरीको अलिकति संख्या प्रविधिको आकलन ए बाबा त्यो तपाईको दिउँसो घाममा सडकमा बस्या प्रहरीले जागिरै सुन्नुहोस् न, बाइकलाई गाडीमा हालिहाल्ने सुन्ने। एउटा कुरो के छ भने नि, तपाईँको बानेश्वरको पेटीमा ठेला राखेर व्यापार गर्न पाइँदैन भनियो। अनि त्यो ठेला राखेर व्यापार गर्ने मान्छे सोझो हिसाबले त जा या नराख या राख्न पाइँदैन भन्ने बित्तिकै मान्नेवाला छ। नमाने पछाडि धरपकड गर्नलाई प्रहरी खोज्या हो त। महानगरले प्रहरी किन राख्नु पर्थ्यो त्यत्रो? जनता छोराले आफैले बाटा पसललाई नराख्ने, जम्मै सुरु आफै सो कन्फिडेन्ट भएर हिँड्ने, सबैले आफ्नो ठाउँबाट काम गर्ने, जम्मै कसैले काम गर्न अप्ठ्यारो नपर्ने, त्यो गर्नै पर्छ भन्ने, बाटा छेउमा त्यो पानी परेको ठाउँ पसल थापिराख्नुपर्छ भन्ने छैन भन्ने भइदिया भए, सबै आफै मिल्दिया भएदेखि त महानगरले त्यत्रो प्रहरीलाई तलब खुवाएर राख्नै पर्दैन नि त। त्यो राख्ने भने त मान्छे अटेरी हुन्छ, त्यसलाई जबरजस्ती गर्ने। त्यो हुइल छ नि, ल
त्यो पनि पैसा पर्छ हो 3-4 हजार 5,000 किने पालिकाले यसै गरी टेर्दैन उनीहरू किने हो। तर परिस्थिति हेर्नुपर्छ कहिले के भन्ने कुरा शिक्षा परिस्थिति हेर्ने भन्ने कुराको त्यो सिस्टम हो। किन्दा पनि हुल्लाइ लगाइदिने लाउनु पर्छ। भन्नुहोस् न, म लाउनु पर्छ, म भन्छु तपाईँलाई त्यो लाउने भनेको तपाईँको अर्कालाई असर गर्छ भनेर हो। यसलाई नकारात्मक नसम्झनुहोस्, किनभने अहिले जति छ त्यसलाई गरेको। तर सरकारले के गर्नु पर्यो भने त्यहाँको व्यापारीसँग घरको घर भाडाको कर पनि लिने, पसलेको सटरको भाडा पनि लिने, भाडामा कर पनि लाने, अनि व्यापार गर्न आएको मान्छेले किनेर बस्दाखेरिको पार्किङको व्यवस्था पनि नगर्ने भएको हुनाले यी दुईटै त हुँदैन। कर लिने व्यवस्था नगर्ने, गोल्डेन वालेले भने जस्तो कर लिने नर्वेको जस्तो हो, अनि सेवा सुविधा पनि त नर्वेको जस्तो दिनु पर्यो नि त। भने जस्तै न्यु रोडको व्यापारको भाडा पनि महँगो र त्यहाँका मान्छेले सबैभन्दा भाडाको घर भाडा कर बढी उठ्छ भने कहाँ उठ्छ? त्यही न्यु रोड आएन? अनुगमन ती पुग्छ, जबै ती पुग्छ, विधिवत भएर बस्नुपर्छ। नगरपालिकाका खाने ती हुन्छ, जहाँ कमाइ हुन्छ ती जाने त हो नि। हिजो पार्किङ गरे केमा? नगरपालिकामा जम्मैले दृष्टि लगाएर पार्किङको चार्ज लिएर 20 रुपियाँ लिएर बाटा छेउ बेचे होइन नि भने। करोडौँको चलखेल होइन त? करोडौँको चलखेल गरे होइन? पब्लिकसँग पैसा उठाएर, पैसा 20 रुपियाँ दरले उठाएर 20 रुपियाँ 50 रुपियाँ उयो एयरपोर्टमा अहिले 40 रुपियाँ घन्टाको लगाएर उठाएको हो नि। राज्यले त्यो पैसा लिइसके पछाडि त्यहाँ जानेर आउने मान्छेको सेवाको एउटा निश्चित दायरा उसले राख्नु उसको दायित्वमा पर्छ कि पर्दैन? हिजोको दिन आज बालनले गरे नभन्ने मैले न्यु रोडमा पार्किङ खोइ त कहाँनिर राख्ने? भूगोल पार्क छेकेर राखेको छ हो। अनि मान्छेले न्यु रोड गए पछाडि न्यु रोड किन जाने? बाटो हेर्न जाने हो? बाटो हेर्ने त गाडीबाटै हेरे हुन्छ नि त। न्यु रोडको बजारमा सामानहरू किन्नका निम्ति जाने हो। सामान किनन्जेलसम्म आफ्नो सवारी सामान सुरक्षित ठाउँमा रहनु पर्यो। बाटा छोड्दा अरूलाई डिस्टर्ब हुन्छ भने यसको व्यवस्थापन कसरी गर्ने त? कि न्यु रोडबाट होलसेल मार्केट हटाउनु पर्यो होइन भने तपाईँको परिमार्जन गर्नु पर्यो, होइन भने पार्किङ व्यवस्था गर्नु पर्यो। त्यस्तो आवश्यक पर्यो भने यस्ता फ्लाइओभर अनि स्टेपे पछि गाडी पार्किङ स्थल जस्तो अहिले पछिल्लो चरणमा जरुरत भएर होइन भने बनिरहेछ त। रत्न पार्कमा 3 तला त पार्किङको लागि बनाएको छ। त्यहाँ बस पार्क सुरुका 3वटा तला पार्किङ, पुछारको तलामा लिएर जाने लङ टर्म पार्किङ गरेर माथि मार्केटमा जाने त्यो काठमाडौँ भ्यू टावर भनेर बनाउँदैछन् उनीहरूले हो। त्यो भ्यू टावरमा अब बिकोहीहरूको यिनीहरूको जम्मै लफडा भएर 7 वर्ष 8 वर्षदेखि समस्या परेर बसिया छ। दोस्रो तलाबाट तपाईँको जो भ्यालीभित्र जाने पहिलाका रुटका गाडीहरू विभिन्न गाडीहरू चल्ने गरी त्यहाँबाट जाने, त्योभन्दा माथिल्लो तला लिएर गएर मोटरसाइकल पार्किङ गरेर राख्ने। 3 तला त पार्किङ गरेर राखेर अनि त्यस पछाडि गएर मास्तिर कमर्सियल व्यापार गर्ने भनेर राखिया छ। भने पछाडि हामीले आवश्यक पर्यो भने अहिले भएका विद्यमान सडकलाई नै मुनि 1 तला मुनि लिएर जाने, 1 तला मुनि तपाईँका 2 पाक्रेर साना त्यो लाइट गाडीहरूको पार्किङ राख्न सकिन्न भने। ल अन्डरग्राउन्ड जान मिलेन, दुईपट्टिबाट वाल उठाएर कुनै एउटा ठाउँबाट एक्सेस माथितिर जान पर्ने ठाउँ भएर माथि पार्किङ राखिदिन सकिन्न भने माथि पार्किङ पनि राखिदिउँ, माथि सार्वजनिक शौचालय पनि राखौँ, उठाइदिउँ 1 तला 18 फिट हाइट सबै माथि लिएर गएर राख्ने। 18 सरकारलाई चुनौती सहकारी न्याय पाउनुदेखि अहिलेसम्म हेर्दाखेरि चुनौती बढेर गयो होइन। सरकारले समस्याहरूमा के भयो भने एक पाखे भन्दाखेरि कसलाई पाखे भनौँ मलाई भनेर त्यो चिज जनताको भनेर सूर्य थापालाई भने जस्तो आरोप लगाएको थियो नि, त्यस्तो होइन। एक काठे बुद्धिका भएकै मान्छेहरू अहिलेसम्म सरकार चलाउनेहरू साइड लाइन इफेक्ट हेरेनन्। यो कानुन बनाउँदाखेरि यो चिज बनाउँदाखेरि यसलाई यो हटाउनलाई कसरी विस्थापन गर्ने भन्ने कुरो भन्नु। जस्तो सुकुम्बासीको सबैभन्दा राम्रो काम गरे, किनभने अव्यवस्थित अस्वस्थकर अराजक र सार्वजनिक जग्गाको उपभोग त्यहाँभित्र हुकुमवासीहरूको रजगज पढ्नु न। अनि हुकुमवासीहरूको रजगज यो कारणले गर्दाखेरि त्यो भत्काएर फालियो।
त्यत्रा घरहरू भत्किँदै गर्दाखेरि हामी खुसीले गदगद भयौँ हो। किन? यो स्वागत योग्य काम छ हो। तर यो पूर्ण रूपले स्वागत योग्य होइन, यो अर्ध स्वागत योग्य भनेको छु मैले त्यही दिन पनि। जबसम्म वास्तविक सुकुम्बासीको व्यवस्थापन हुँदैन तबसम्म पूर्ण स्वागत योग्य काम बन्दैन। तर कदम सही हो। तर सरकारले व्यवस्थित गर्नुपर्छ। अब सरकारले के गर्यो अहिले आएर 2 महिना 3 महिना पछाडि एक त राजस्वबाट तपाईँले मैले तिर्या करका पैसाहरू पनि कहिले 15,000 का दरले पैसा बाँड्ने, कहिले 25,000 का दरले पैसा बाँड्ने भन्यो। उनीहरू आफै दुःख गरेर खाएका थिए हिजो, हामीलाई अप्ठ्यारा पारेका थिएनन्। अब त अहिले त राज्यलाई अप्ठ्यारा पारेर लिएर गएर त्यहाँ लिएर गएर पाल्नु परेको छ। उनीहरूले आफूले गरिखाने ठाउँ पनि हटाइदियो भनेपछि यसलाई व्यवस्थित गर होइन भने हो नि। हामीले पटक तपाईँलाई भनेको छैन मैले, यी व्यक्तिहरूलाई सार्वजनिक यो जग्गाको जहाँ खाली जग्गा छ त्यहाँ ल्यान्ड पुलिङ गरौँ। ल्यान्ड पुलिङ गरिसके पछाडि बाटो घाटो सेवा सुविधा जम्मै निकालिदिनु पर्ने छ। आवासीय क्षेत्रको विकास गरौँ। त्यो आवासीय क्षेत्रमा 4-5 हजार 8-10 हजार रोपनीमा त्यस्तो पहिल्यैदेखि भनेको छौँ नि त हामीले स्मार्ट सिटी बनाउने भनेर हो। स्मार्ट प्लानिङ गरौँ। त्यो प्लानिङ गरिसके पछाडि स्मार्ट प्लानिङमा तपाईँको एउटा एरियाबाट सबै जनता छोराहरूलाई पहिलाको जसको जग्गा छ उनीहरूको 60% दिउँ। अनि व्यवस्थित घरहरू बनाएर बाँकीको सुकुम्बासी तथा भूमिहीनलाई लिएर गरेर राखौँ। यो देशभरि गरौँ, एकै ठाउँ नगरौँ होइन। हरेक देशका सहरहरूको वाइडनेस बढ्छ। त्यो भने बिजनेस र सहरको त्यो मेट्रोपोल बन्नु जान्छ नि त। नगरपालिका उपमहानगरपालिका बन्नु सक्छ होइन। अनि महानगरपालिका बन्न सक्दैन। गाउँपालिका नगरपालिकामा परिणत हुन सक्छ। त्यसरी मान्छेलाई व्यवस्थित गरौँ। अनि त्यसले गर्दाखेरि के हुन्छ, हरेक क्षेत्रमा विकास बराबर हुन्छ, हरेक क्षेत्रले बजार पाउँछ। अनि जनतालाई यो सबै सुविधा राज्यसँग पैसा छैन। पैसा नभएका बेला होइन चमेरा पाहुनाले झुन्डिनुपर्छ यार। अनि देश धनी छैन भने पछाडि त्यो गरिबले अहिले आएर बस कमाएर तिर। देशको पैसा थियो नि त, म सिँगै घर बनाएर दिन्थेँ एक लटलाई। हामीसँग पैसा नभएको कारणले गर्दा इम्पोर्ट तेयरफोर, त्यस कारण किस्ता तिरेर बस। अहिले आएर बस 30 वर्ष लगाएर यो घर चुक्ता गर, यो घर तेरै हो भन्ने हो भने जनतामा आश जाग्छ कि जाँदैन? आश जाग्यो भने आत्महत्या गर्छ। एक। दोस्रो, यी भाइ बहिनीहरूलाई विदेश जान नि नपाउने, कमाइ खान नि नपाउने, गरी खान नि नपाउने, काहीँ गएर बस्नु, गरी खानै नपाएको हुनाले, पेलानमा बढी भएको हुनाले प्रहरी प्रशासनहरूले त्यो गरी खाने मान्छेलाई हामीलाई पेल्दैन नि त। प्रहरीले हामीले लाइसेन्स बिलको घाटा नभए नि हुन्छ, हामीलाई मोबाइलबाट देखाए नि चल्छ। एक, हामीलाई सोध्दैनन्, रोँदैनन्। यसो हेर्छन्, एज हेर्छन्, चढ्या मोटरसाइकल हेर्छन्, चलाइ हेर्छन्। सुन्नु त्यसरी राख्दा त्यहाँ पनि हाम्रो फुगालिदिन्छन् हामी जस्तोको त। मेरो त कतिचोटि फुगालिदिन्छन्। अब त्यो चिनिया मान्छेलाई उनीहरूले गर्दैनन्। हेर्नुहोस्, अब प्रहरीको फेरि म तपाईँलाई अर्को कुरा भन्छु। मलाई गरेनन् तँ गर्न यताउति भन्न खोजिनँ मैले होइन। अब एक, हामीले त्यो जथाभावी हामी सधैँ दौडिनु परेन। हेर्नुहोस्, हामी निश्चित ठाउँमा गएर बसौँ, त्यहाँ निश्चित पार्किङ हुन्छ। उनीहरूको त राइडिङ हो। यहाँ लिएर गएर रोकेर त्यहाँबाट सामान लिएर आउनु पर्ने छ, 2 मिनट मात्रै हो। ए भाइ मेरो जानेर आउने भने हुन्छ हो। अनि ऊ पसलभित्र सामान एउटा किन्छ, अनि चढ्छ, उसको पेमेन्ट गर्नुपर्ने हुन्छ, भिड हुन्छ, उसले वेट गर्नुपर्ने हुन्छ। उसले त दायित्व के बोक्छ? गठारबाट आउने, न्युरोडा जाने, एउटा सामान लिने, त्यस पछाडि मलाई गठारै छोडिदिनुपर्छ बाबु भन्यो उसले। भनौँ भने उसलाई सर्ट टर्म काम रहेछ भने त वेट गर्नु पऱ्यो नि त। वेट गरेर बसी आउँछ। हेर्नुहोस्, त्यो बेला किन अडाइस भन्दै आउँछ प्रहरी। एक। दोस्रो, राज्यलाई दोष किन दियो भने नि प्रहरीहरूलाई खान नपाउने तलब दिएको छ। अनि उसले आफू बाँच्नका निम्ति केही पैसाहरू आश गर्छ। उसले पैसा उठाउँछ कोसँग? ऊभन्दा निरीहसँग। ऊभन्दा निरीह को हुन्छ? पठाओ गर्ने, कालो प्लेटको गाडी चलाउने। रातो प्लेटले त थर्काइहाल्छ।
हो यो असमानता हो, यो वितृष्णा हो आगो लाउनुको। खान पुग्ने तलब देऊ, सिस्टममा राख्देऊ। हिजो त्यो गणेश नेपालीले सिसिटिभी क्यामेरा माथिबाट राखेर क्याच गरेर गल्ती गरेको गल्ती काउन्ट गरेर कुटुक्क मोबाइलबाट 500 रुपियाँ पैसा काटिएको भए, सिस्टमले काट्या भए, ए बाबा मैले त केही गर्नै सक्दैन, सिस्टमले सिसी क्यामेराले दिएको, तैँले यो गल्ती गरिछस् त्यसकारण तँलाई सजाय स्वरूप त्यो पैसा काटो भनिदिन्थ्यो। अनि ऊ 500 काट्छ भने पहिल्यै थाहा छ, रोँदैन नि ऊ रोक्छ त्यहाँ। यसमा चाहिँ सिस्टमले डेभलप गरेर लिएर जाउँ, व्यवस्थित ठाउँ बनाउँदै लिएर जाउँ। सरकारलाई त्यो प्रश्न हो क्या हाम्रो। सिस्टमबाट 50,000 दिएर हुँदैन क्या। 50,000 नेपालीहरूको बानी ठिक छैन भनेर हाम्रो महावीर पुनले नि भन्न थालेर छ। रिस उठ्छ हो, मैले भने नि, म पटक भन्दैछु, मैले म नेपाल यातायात त्यस्तो भन्न पाइँदैन होइन। यो जान्दैन त्यो सिस्टम राख्यौ न, त्यही एयरपोर्ट हो। बाहिर निक्लेर यता आउने बित्तिकै चक्लेट खाएको, बिस्कुट खाएको, खाली खोल प्लास्टिक जम्मै फालिदिइहाल्छौँ बाहिर। अनि त्यहाँ अलिकति माथितिर गए पछाडि चाहिँ बाहिर जाने बित्तिकै हामी हात धुलो बोकेर गएर कहाँनिर डस्टबिन छ त्यहाँ हाल्ने होइन। हामी विश्व बजारका एयरपोर्टमा गए पछाडि चुरोट खाने मान्छेलाई स्मोकिङ जोन भनेर 4 ठाउँबाट लेखेर देखाइदिएको छ। कसरी चुरोट सल्काएको हुँदैन, जोनभित्र त्यति बेला बैठ नहुँदैन, चुरोट खाने त्यति हुन्छन् मान्छे। किनभने तेरो लागि तैँले नगर भनेको छैन है, त्यहाँ गर, तँलाई यो व्यवस्था छ है भने पछाडि व्यवस्थित गरिसके पछाडि त जनता छोरोले आफैले गरिहाल्छ नि। व्यवस्थित नगरेर जरिवानाले मात्रै कारबाही गर्दैन हो। अब हामीसँग बाटो यस्तो, ठाउँ यस्तो, पब्लिक त्यस्तो, पार्किङ छैन। बचाउन भए तर गिरेन्द्र साहबको भनेको छ नि कन्टेन्ट क्रिएटरको लागि गए भिडियो बनाउन गृहमन्त्री भने गिरेन्द्र साहबको आरोप त छोड्दिनुहोस् भने यिनीहरूका झगडालाई नहेरौँ। गृहमन्त्रीले जुन जवाफहरू अहिले दिएको छ आजको जवाफलाई, त्यो जवाफलाई तपाईँले मैले सकारात्मक रूपमा लिउँ। किनभने हिजो घटेकोमा ल्याएको छ त्यसलाई सकारात्मक रूपमा लिने कि गृहमन्त्रीले गएर पेट्रोल खनाइदियो हो र। तर राज्यको जिम्मेवारीबाट गृहमन्त्रीको पदमा बसिया मान्छेले मैले खनाएको हो र भन्न पाइँदैन। भने खराब हो त, हामीलाई थाहा छ त। रेस्पोन्सिबिलिटी हुन्छ। अब यस्तो घटना नघट्नका निम्ति के गर्ने त्यसको बारेमा छलफल हुनुपर्छ। जवाबदेही व्यक्तिहरूलाई छानबिन गरिनुपर्छ। अब त प्रहरीले आएर 3 जना प्रहरीलाई निलम्बन गरौँ भने बिचरा त्यो गणेश नेपाली र हिजो गणेश नेपालीसँग झगडा गर्ने त्यो महिला प्रहरी छ नि, तिनीहरूको हालत दुइटैको उस्तै हो। त्यो त बराबरै बराबरै हो। उसको चाहिँ स्थायी महिना मरेपछि तलब आउँछ, गणेश नेपालीले चाहिँ दुःख गरेर कमाउनु पर्छ। फरक यति। अब उनले 200-400 रुपियाँ पैसा लिन पाउँछन्, गणेशले पनि पायो भने टिप्स हान्न पाउँछ नि। कसले चाहिँ हाने होइन, ठाउँ भेटी टिप्स हाने होइन। राइडरमा नजाने अफ गर्ने भनेर नि कुद्छन् नि। हरेकलाई अलिअलि आम्दानी छ, तर राज्यले के गरेन भने राज्यले खाना पुग्ने पैसा अहिलेको महँगाई अन्तर्गत खाना र टिक्न पुग्ने पैसा बराबर ज्याला दिनुपर्छ। तपाईँलाई थाहा छ विश्वका विकसित सहरहरूमा कुन सहरहरू एक्सपेन्सिभ छ नि, त्यो सहरमा काम गर्ने मान्छेको त्यो स्यालेरी छ नि पर आवर $2-4 बढी हुन्छ। महँगो हो नाताले मार्केट महँगो भएको कारणले गर्दाखेरि उसलाई बाँच्न गाह्रो हुन्छ। त्यो सिटीमा काम गर्ने मान्छेको पर आवर रेटै अलिकति बढी हुन्छ। हेर्नुहोस्, मिनिमम रेट जहाँसुकै काम गर्नेले पाउँछ, त्यस पछाडि गएर एक्स्ट्रा थप पाउँदै जान्छ मान्छेले। भने पछाडि हामीले काठमाडौँ बसेर काम गर्ने मान्छेलाई त्यसलाई सब्सिडी हुने गरी काठमाडौँको ज्याला दर एउटा छुट्टै हुनुपर्छ नि त। हुनुपर्छ पर्दैन महँगाई भए पछाडि हो। यो रेट अनुसार मैले खाना पुग्ने तलब देऊ, त्यस पछाडि तिमीहरू व्यवस्थापन गर्न लाग। व्यवस्थापन गर्दाखेरि सिस्टमले गर। सिस्टमसँग मान्छे झगडा गर्न सक्दैन। सक्छ हो। हामीले भन्ने सुझाव दिने यो गर, त्यो पैसा हाम्रै हो तिमीहरूको होइन, चुहावट रोक, गफ नदेऊ। ऋणमा आएर काम गर्नु नि पर्दैन, जनता त्यहाँ पैसाले पुग्छ। मैले भनेको अहिले गणेशलाई यो बिर्सना आउँदैन थियो। यदि सरकारले 3 खरब रुपियाँ पैसा छुटाएर 3 खरब चाहिँ वाणिज्य बैङ्कहरूमा दिएर 2-3% ब्याज लेस देन 5% मा काम गर्ने गरी पैसा दिने जनतालाई, सार्वजनिक संस्थालाई के बोझ पनि हुँदैन। 3 खरब छुटाइदियो भनेदेखि तपाईँको झन्डै 2 लाख मान्छेलाई पुग्छ 15 लाख दरले दिँदा। 15 दुना 30
2 लाख मान्छेले हेर्नुहोस् 2 लाख मान्छेले 15 लाखबाट बिजनेस सुरु गर्ने हो भनेदेखि 2 लाखवटा बिजनेस भने के ख्याल छ तपाईँलाई? एउटै क्षेत्रमा 100 भन्दा बढी बिजनेस भयो भने नि त्यो सानो सहरको रूपमा बजारको रूपमा उपस्थित हुन्छ। 100 भयो भने राम्रै बजारको रूपमा उपस्थित हुन्छ। 1000 बजार भयो भने सहरको स्वरूप लिन्छ। 10,000 भयो भने इकोनोमिक स्वरूप लिन्छ। इकोनोमिक स्वरूप लिन्छ उसले। त्यो एउटा के कमर्सियल जोन बन्छ त्यो भने राज्यले यस्ता यस्ता कुरा गरेर जनतालाई 2-3 खरबबाट सुरु गर्दै पछाडि अनि आफ्नो लगानी गर्दै लिएर जान्छ मान्छेले। सहजीकरण हुँदै जान्छ। त्यो लिएर जाऊ। पब्लिकलाई क्रेडिट एपमा विश्वास गर्ने बनाऊ। उसको क्रेडिट उसैले बनाउनु पर्ने मेन्टेन गर्न लगाऊ। त्यो वातावरण बनाइदियोस् राज्यले सिस्टममा त्यो लिएर अनि आफ्नो क्रेडिट मेन्टेन गर्नलाई नेपालीहरू अहिले आजको डेटसम्म पनि 70 देखि 80% नेपालीहरू बेमान छैन। ऋण लिएर गयो भने बिना धितो ऋण, बिना धितो चाहिँ चाँडो तिर्छ। इज्जत धितोको धितो राख्या बरु ढिला सुस्ती गर्ला धितो छँदैछ भनेर इज्जतको ऋण त्यति छिटो तिर्छ 80% नेपालीले, 70 देखि 80%ले। हामीले मार्केट उ गरेका छन्। तपाईँलाई अहिले तपाईँको घर छेउमा बसेका ठाउँमा पसलले उधारो दिन्छ कि दिँदैन? तपाईँ यो अहिले काम गरिरहेका ठाउँको छेउमा गएर 2-4 वटा पसला गोजीमा नोट नभए पनि खाएर जुर्को उठेर हिँड्नु सक्नुहुन्छ कि सक्नुहुन्न? कि हामीलाई मात्र दिया हो उनीहरूले? अरूलाई चाहिँ दिया छ कि छैन? नेपालीमा इमान्दारी त सिद्धिया छैन। इमान्दारी सिद्धिया थियो भने उधारो दिँदैन थियो। सुन्नुहोस् अब भन्नुहोस् 10-15% मान्छे फटाहरू छन्। त्यही भएर गरिबी बढ्यो। यसले डुबा आर्थिक स्थिति कमजोर हुन्छ। अब त्यसलाई चाहिँ ऐन नियम कानुनले बाँधेर लिएर 5% त अन्तर्राष्ट्रिय मान्यता हो। 5% भनेको इन्टरनेसनल स्ट्यान्डर्ड हो। प्रोभिजन फर ब्याड डेब्ट्स। खराब कर्जाको निम्ति 5% त बाहिर छुटाउने। अझ हाम्रा बैंक तथा वित्तीय संस्थाहरूमा त सरकारले 3% भन्दा तल हुनुपर्छ भनेर भन्छ होइन? हाम्रो ब्याड डेब्ट चाहिँ 3% भन्दा तल भए पछाडि मात्रै बैंकहरूलाई सस्टेन गर्दा राम्रो हुन्छ। 5% पुगे पछाडि खराब हुन्छ। 10% भए पछाडि त राष्ट्र बैंकले टेक ओभरै गर्नुपर्छ। हो यो इमान्दारीका निम्ति नेपाली मान्छेको आफैको इमान्दारी त हुन्छ। त्यसलाई सिस्टमले बाँधौँ अनि 4-5% पैसाको प्रोभिजन फर ब्याड डेब्ट्स फन्ड छ एउटा, त्यो फन्ड छुट्याउँ। त्यो रिस्क कभरेज गर्नलाई इन्सुरेन्स छ, इन्सुरेन्स कभरेज गरौँ। राज्यबाट सब्सिडी भन्ने चिज छ, सब्सिडीले उ गरौँ। जनताले तिरेका पब्लिक सब्सिडी भन्ने हुन्छ। यो सरकारको कुरा गर्दा यो सरकारले अब सुकुम्बासी सरकारी बिललाई पनि न्याय दिन्छ। कति आत्मदहल गर्ने अवस्था अझै छन्। आर्थिक स्थिति कमजोर, सेयर बजार डुबेको छ। सरकारले ध्यान दिने कुरा धेरै आयो। सरकारको सबैभन्दा मैले तपाईँलाई सुरु मितिदेखि नै भने नि म सरकारलाई 100 दिन कुर्दिनँ। म बजेटमा सम्बोधन के हुन्छ त्यस पछाडि सरकारलाई मैले खरो विरोध गर्छु। मैले त अब भेटेर भनेको छु त राष्ट्रसभाका सभासदहरूसँग भेट्दाखेरि यताउति गर्दाखेरि यतै राष्ट्रसभालाई गाली गर्ने बेला सुरु भइसक्यो भने हेर तिमीहरूलाई त 5 गुणा बढी गाली गर्छु म। यति मुख छोड्छु नि त्यति छोड्छु भनौँ भने किन दाइ भनौँ भने किन दाइ हामीलाई त्यसरी छोड्ने भने यति हिजोका पत्रु बनाउँदाखेरि शेरचण्ड ओलीलाई 10 वर्ष लागेको छ हाम्रो योगदान यी मान्छे काम छैन भन्नलाई। त्यस पछाडि आएका तिमीहरू गलत बाटो गयो भनेदेखि अनि मेरो हिजो अर्कालाई गाली गरे इज्जत कति रह्यो। त्यसकारण तिमीहरू बिग्रिन पाउँदैनौ। खबरदार 5 गुणा बढी गल्ती गर्छु। हाम्रो विकल्प अर्को छैन। अहिले सरकार तिमीहरूले चलाउने हो। फेरि आन्दोलन गरेर मान्छे मारेर फेरि तिमीहरूलाई लखेटेर तिमीहरूका घर आगो लगाइहाल्छन्। आगो लगाएको हेरेर यतापट्टि हिजो यताकाले आगो लगाए भोलि उताकाले लगाए अनि तैरानी मैरानी भयो सबैका घर खरानी। त्यो हुन्छ। त्यसकारण तिमीहरू बिग्रिनु हुँदैन। 5 वर्ष तिमीहरू स्थायी रूपले बस्यौ भने हामीले सुख पाउने हो। अनि तिमीहरू बिग्रियो भनेदेखि दुःख पाउने मैले। तिमीहरूको त भूतपूर्व भन्ने पद छँदैछ। सभासद भएको भनिहाल्छन्। नातिनीको बिहेका दिन पनि पूर्व माननीय श्री फलाना कि नातिनी भनेर लेख्न पाइहाल्छौ तिमीहरूले। अब यहाँ सरकार सुन्नु त्यसकारण सरकारलाई म गाली खरो गर्छु भनेर भने मैले गर्छु होइन। खबरदारी म राम्रो गरेर तिमीहरूलाई सेवा दिने होइन। म नराम्रो गऱ्यो भने 5 गुणा बढी खबरदारी गर्छु ताकि तिमीहरूलाई बिग्रिने छुट छैन।
यो त व्यतिथिका विरुद्ध आएको सरकार हो नि त। अनि यसलाई व्यतिथि दोहोऱ्याएर गर्ने। एक अर्को व्यवस्थित गर। देश अविकसित होइन मेरो देश, अव्यवस्थित हो, व्यवस्थित गर। त्यो जिम्मेवारी तिमीहरूका भागा परेको छ। आज जगाऊ जनतालाई त्यो भनेको छ। बजेटमा त सम्बोधन भएन। हेर्नुहोस्, बजेटमा सम्बोधन नभए पछाडि यो राष्ट्रसभा भने जम्मा 3टा नेता छन्। 3टाका कारणले यी 3टा मध्ये जो चुके पनि यो पार्टी जम्मै सिद्धिन्छ भने जम्मा 3टा नेता यो 181 मा जम्मै छोडिदिनुहोस् तपाईँले। जम्मा 3टा हेर्नुहोस् है। को थाहा छ? बालेन चुकेमा पनि गयो, राष्ट्रसभा बाँकी रहँदैन। रवि लामिछाने असफल भयो नि, गयो। सोडिमले काम गर्न सकेन भने पनि गयो। परिस्थिति के देखियो त? गर्न सक्ने देखियो कि नदेखियो? सोडिमको अहिलेको बजेटबाट सुरु गरेका कामबाट भनाइ र गराइ फरक छ। त्यसले यो अवस्था यस्तो आउँछ। त्यही भएर मैले खबरदार भनेर गोल्डन वाले भनेर गाली गरे हो। उसलाई त मैले 2 जिब्रे होइन 3 जिब्रे भयो मान्छे। धोका 3 जिब्रे 2 जिब्रेसम्म देखेको थियो। गोल्डन वाले त 3 जिब्रे। तपाईँलाई म जिब्रे देखाइदिन्छु। म एउटा नेपाली काङ्ग्रेस हुँदाखेरिको जिब्रो। नेपाली काङ्ग्रेसका नेता सोडिम वाग्लेको जिब्रो एउटा, त्यो आर्काइभमा खोजेर हेर्नुहोस्। अर्को रासोपाको नेता विपक्षमा रहँदा विपक्षको रासोपाको नेता सोडिम वाग्लेलाई हेर्नुहोस्। उसका अभिव्यक्तिहरू आर्काइभबाट खोजेर सुन्नुहोस्। अहिले रासोपाको सरकारको सोडिम, उसको अभिव्यक्ति 3टा सुन्नुहोस् एकचोटि। एउटासँग अर्को मेलै खाँदैन। हिजो गगन थापालाई स्वास्थ्य बिमा लागू गर्न भनेर अगाडि बढाउँदाखेरि हातेमालो गर्नेमा गोल्डन वाग्ले। आज जनताका अगाडि 3500ले भ्याउँदैन भन्थे। भ्याउँदैन, थाहा छ मलाई। 3500ले 10,000 को इन्सुरेन्स गर्ने हो भनेदेखि 10 लाखसम्मको इन्सुरेन्स दिन सकिन्छ। सबैलाई अनिवार्य 10,000 रुपियाँ पैसा हाल्न लाउने हो भने वार्षिक 10,000 रुपियाँ सबैले हाल्न लाउने र पर हेडै राख्ने 10,000 रुपियाँ ट्रिटमेन्ट खर्च भनेर राख्दिने। अनि त्यस पछाडि 10 लाखसम्मको उपचार राज्यले गरिदिने। मजाले भ्याउँछ। तर 3500 रुपियाँ राखेर 1 लाख रुपियाँ भ्याउने भने कति पनि भ्याउँदैन। त्यो हामीलाई सिकाउनु पर्दैन नि त। इन्सुरेन्सको पोलिसी सबैले तिर्छ, 10,000 का दरले तिर्छ भने पो जम्मै बिरामी हुँदैन, 10 लाखको उपचार भन्छ त। अनि 3500 का दरले तिरे पछाडि त म त एकचोटि ट्रिटमेन्ट गर्न जाँदाखेरि एकचोटि गएर मैले 3500 रुपियाँ पैसा तिरेको छ हो। श्रीमान श्रीमती दुईजनै गएर हामीले नर्मल चेकअप गरेर निक्लिने बित्तिकै हाम्रो 3500 सिद्धि सक्यो कि सकिँदैन? ल्याब टेस्ट गरेर हामीले हो होल बडी नै परेन, सुगर लिपिड प्रोफाइल अनि त्यस पछाडि गएर अर्को के थाइराइड, अर्को होला के यो युरिनहरू टेस्ट गर्ने यताउति होला नि त, त्यो कोलेस्ट्रोलहरू कोलेस्ट्रोलहरू होला। यिनीहरू सबै ती 4-5वटा चेक गर, दुईजनाले गर भनेदेखि 3500ले सिद्धि होइन? एकै दिन सिद्धि होइन? सक्यो। अब मैले जति गर्छु त्यो आउने मात्रै हो, जाँदैन। अब यस्तो सामान्य चेकअप हरेक व्यक्तिले गर्न भ्याउँछ, त्यति बराबर पैसा हो। अब राज्यले त्यो गर्न सक्दैन भने जनताले तिरेका करहरूबाट डाइरेक्ट स्वास्थ्य प्रिमियममा लैजाऊ। जस्तो चुरोटमा 20 पैसा छ, अहिलेसम्म दिएको छ अरे गोल्डन वालेले स्वास्थ्य मन्त्रालयलाई त्यो पैसा। रक्सीमा छ, सुर्तीजन्य पदार्थमा छ स्वास्थ्य सेवा शुल्क गरेको छ। अब रोड सडकको खाल्डापर्ने पैसा भनेर 4 रुपियाँ दरले दैनिक लिएर गएको छ। के गरेको छ? पोल्युसन नियन्त्रण गर्नलाई भनेर 1.5 रुपियाँ प्रति लिटर 1.5 रुपियाँ दरले राज्यले पैसा ल्याएको छ। दिनको 90 लाख रुपियाँ पैसा उठ्छ। त्यो 90 लाखले पोल्युसन नियन्त्रण गर्ने कुन चाहिँ कार्यक्रम गरेको छ राज्यले? हामीले कुन शीर्षकमा पैसा तिर्न बाँकी छ मलाई भन न। पहिला सडक गुडाउँदाखेरि बाटो बनाउनु पैसा भनेर गाडी किन्दै 5% पूर्वाधार विकास, पहिला 30%, अर्को 5%, 35% पूर्वाधार विकासमा, 5% सडक मर्मत सम्भार र बाटो पिचसिच गर्नलाई 1 खरबभन्दा बढी हुन्छ। अनि तपाईको स्थानीय निकायबाट गएर प्रदेश सभा अन्तर्गतबाट सवारी साधनको कर तिर्छौँ हामी। सवारी कर तिर्दाखेरि वार्षिक हामीले खरबौँ रुपियाँ पैसा तिर्छौँ। 1 खरब त सडकमा खर्चै गरेको छैन सरकारले।
त्यही त सरकारले ध्यान दिनुपर्ने कुरा आएको सरलाई पनि अर्का व्यक्तिले युवकले आत्महत्या गर्ने प्रयास भएर काठमाडौँ जाने स्थिति अहिले आएको छ। यो परिस्थितिले यो सरकारलाई चुनौती र चुनौती मात्रै होइन, यो सरकारले आशा जगाउन सकेन भने 100 दिन नकुरो भनेको कारण त्यो सरकारले आश देखाउनुपर्छ। हुनुपर्छ भन्ने छैन भने मैले आजको आजै गर भन्दिनँ नि। मैले तपाईँलाई भने नि, भूकम्प गयो भदौ 12 गते कहिले 72 सालमा। भूकम्पको पुनर्निर्माण सुरु गरे हामीले कहिले 75 सालबाट हो। 74 निर्वाचन भयो, निर्वाचन पछाडि त्यस पछाडि भूकम्पको पुनर्निर्माणको कार्यहरू सुरु भएको 75 सालबाट, 36 महिनापछिबाट भूकम्प गएको 36 महिनापछिबाट। तर सरकारले के बोलेको थियो भने जनतालाई भूकम्पको राहतको घर बनाउनलाई 3 लाख दिने, 4 लाख दिने, 5 लाख दिने भन्ने हल्ला बजारमा चलेको थियो। आम जनताले अब घर बनाउँदाखेरि मलाई सरकारले 3 लाख दिन्छ भनेर सरकारले भाउ बढाएर 9 लाख महँगो बनाइदियो घर, तैपनि सरकारले 3 लाख दिन्छ भने पछाडि आम जनता 36 महिनासम्म त्यो घरको भत्किया घरको जस्ता छानु तर फुसले छाएर बारीका पाटा मकैबारीका गाडीमा माना छाप्रो हालेर छाप्रा दिन बिताएको हो कि होइन? 72 को मुख्यमन्त्री बिताएको हो कि होइन? त्यो छाप्रा तिरपाल ओढेर बितायौँ हामीले, 3 वर्ष 4 वर्ष बितायौँ। तर हामीलाई के थियो आश, सरकारले नि राहत दिन्छ, राहत सुरु भए पछाडि घर बनाउनुपर्छ, हाम्रो घर भविष्यमा ग्यारेन्टी हुन्छ। समय बितेकै थाहा भएन, घर गाउँ होइन पहिलाको बस्ती सहर बन्थ्यो। आश जगाउनु पऱ्यो क्या, काम गर्ने ठाउँमा जनतालाई आश जगाऊ, आवासका निम्ति आश जगाऊ, जाहिर खाएको मान्छेलाई तलबको अभिवृद्धिको आश देखाऊ। जब आश हुन्छ नि, मान्छेलाई विश्वास हुन्छ नि आशमाथिको, त्यो विश्वास भए पछाडि समय बित्या पत्तो हुँदैन। तपाईँको बच्चो छ नि, तपाईँको त अलि सानै होला, मलाई सोध्नुहोस् न, मेरा बच्चाहरू त हुर्किए नि त। बाउको बिडो थाम्ने भइसके होइन, बाउ मास्टर, छोरो पनि विदेशमा गएर पनि मास्टरी गर्न सक्ने भइसके, मास्टर मात्रै पास गरेन, मास्टरै बढ्ने ठाउँमा पुगिसके। तर मलाई ती बच्चा हुर्किएको 18, 20, 22 वर्ष पुग्दाखेरिका मेरा बच्चाहरू हुर्किँदै गरेका छ नि, त्यो समय बित्या पत्तै भएन त। किनभने मेरो भविष्यसँगै थियो, म सुरक्षित थिएँ, ढुक्क थिएँ। यी ठुला हुन्छन्, यिनले गर्छन् भन्ने मलाई ढुक्क थियो। त्यसकारण उनीहरूका निम्ति मैले दुःख गर्नु पर्थ्यो। परे पनि ती बच्चाहरू हुर्किँदै आएको, हुर्काए कसरी भन्ने कुरै थाहा छैन होइन। कहिलेकाहीँ झगडा पर्छ, त तिमीले हुर्काएको नि, मलाई कत्रो दुःख गरेँ मैले भनेर श्रीमतीले भन्छ। त्यो भन्दाखेरि दुवैलाई ठगे लागेन त हामीलाई बच्चा हुर्काउनु, किनभने हामीसँग भविष्य जोडिएको थियो, आशा थियो। जब आशा हुन्छ त्यो समय बित्या थाहा हुँदैन। जब निराशामा मान्छे जान्छ पेट्रोल खनाउँछ। ठिक छ, अब सरकारले के गर्छ हेर्छ। आज हस्त नमस्कार।